भन्ने कुरा परमेश्वरले जान्नुभयो र परमेश्वर र यी साक्षीहरूको उपस्थितिमा पवित्र करारद्वारा म कविराजलाई ईशापिष्टलाई परमेश्वरको सिद्ध उपहारको रूपमा आनन्दले स्वीकार गर्दछु। तिमीलाई भेटाइदिनुभो मलाई माया गर्नलाई, तिमीलाई जुटाइदिनुभो मलाई जीवन बाँड्नलाई। म हाँसु या रोऊँ म बाँचु या मरौँ म तिम्रै हुँ, तिम्रै हुँ। गरिरहन्छु तिम्रो वास्ता गरिरहन्छु, तिमी प्रतिका मेरा ती बाछाहरू म पुरा गर्नेछु। तिमीलाई साथ दिइरहन्छु, आफूलाई झैं प्रेम गरिरहन्छु, मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु। परमेश्वरको ज्ञान र उहाँको ईश्वरीय योजनामा विश्वास गर्दै विश्वास गर्दै विवाहले एउटा करारपूर्वक सम्बन्ध पवित्र र आजीवनको प्रतिज्ञा भनेर स्थापित गरेको छ। यसले हाम्रो आपसको निस्वार्थ प्रेमलाई प्रतिबिम्बित गर्दछ। साथै परमेश्वरले विवाह करारलाई आफ्नो प्रतिज्ञा जस्तो बनाउन चाहनुहुन्छ भने विश्वासले हामी तल हस्ताक्षर गर्नेले आफ्नो विवाहको प्रतिज्ञा पूरा गर्ने गम्भीर वचनलाई फेरि दोहोर्याउँदछौँ। यसका साथै विवाह करारको पवित्रता र स्थायित्वलाई महिमित गर्न हामी अरूलाई पनि आफ्नो विवाह प्रतिज्ञा पालन गर्न आह्वान गर्ने प्रतिज्ञा गर्दछौँ। परमेश्वर र यी साक्षीहरूको उपस्थितिमा पवित्र करारद्वारा म कविराज राई तिमी एलिसाबिष्टलाई परमेश्वरको सिद्ध उपहारको रूपमा आनन्दले स्वीकार गर्दछु। आजदेखि जीवनभर सुख दुःखमा समृद्धि दरिद्रतामा बिरामीपनमा निरोगीपनमा तिमीलाई प्रेम गर्न आदर गर्न माया गर्न सुरक्षा दिन र सबै परिस्थितिमा तिमीलाई साथ दिन प्रतिज्ञा गर्दछु। हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार जीवित परमेश्वर र सबैको सामुन्ने विश्वासको बाचा बाँध्दछु। आमेन। त्यसैगरी एलिसाले पनि म सँगसँगै यो करार दोहोर्याउनुहुनेछ। परमेश्वरको ज्ञान र उहाँको ईश्वरीय योजनामा विश्वास गर्दै विवाहले एउटा करारमूलक सम्बन्ध पवित्र र आजीवनको प्रतिज्ञा भनेर स्थापित गरेको छ। यसले हाम्रो आपसको
निस्वार्थ प्रेमलाई निस्वार्थ प्रेमलाई प्रतिबिम्बित गर्दछ। प्रतिबिम्बित गर्दछ। साथै परमेश्वरले विवाह करारलाई आफ्नो प्रतिज्ञा जस्तो बनाउन चाहनुहुन्छ भन्ने विश्वासले हामी तल हस्ताक्षर गर्नेले आफ्नो विवाहको प्रतिज्ञा पूरा गर्ने गम्भीर वचनलाई फेरि दोहोर्याउँदछौँ। यसका साथै विवाह करारको पवित्रता र स्थायित्वलाई महिमित गर्न हामी अरूलाई पनि आफ्नो विवाह प्रतिज्ञा पालन गर्न आह्वान गर्ने प्रतिज्ञा गर्दछौँ। परमेश्वर र यी साक्षीहरूको उपस्थितिमा पवित्र करारद्वारा म एलिसा बिष्ट तपाईँ कविराज राईलाई परमेश्वरको सिद्ध उपहारको रूपमा आनन्दले स्वीकार गर्दछु। आजदेखि जीवनभर सुख दुःखमा समृद्धिमा दरिद्रतामा बिरामीपनमा निरोगीपनमा तपाईलाई प्रेम गर्न आदर गर्न माया गर्न सुरक्षा दिन र सबै परिस्थितिमा तपाईलाई साथ दिन प्रतिज्ञा गर्दछु। हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार जीवित परमेश्वर र सबैको सामुन्ने विश्वासको बाचा बाँड्दछु। आमेन। माफ गरिदेऊ मलाई, म सिद्ध त छैन, तिमीले चाहे जस्तो सबै गर्न सक्दिन, तर तिमीलाई नै गर्छु असाध्यै माया। म हाँसु या रोउँ, म बाँचु या मरौँ, म तिम्रै हुँ, तिम्रै हुँ।